देवदास त हेर्नुभएको होला, तर रगतले लतपटिएको ग्याङ्गस्टर देवदास देख्नु भएको छ त साथीहरू। हो हाम्रा फेभरेट डाइरेक्टर लोकेश कनकराजले चाहिँ डेब्यु गरेको फिल्म डिसी द ब्लडी भ्यालेन्टाइनको चाहिँ आज हामी छोटो रिभ्यू गर्दैछौँ है त साथीहरू। कथामा हाम्रो हिरो दास रक्सी खाएर रुँदैनन्, बरु पुलिसको चाहिँ हतियारै लुटेर आफ्नो गर्लफ्रेन्डको चाहिँ बदला लिन निस्किन्छन् क्या साथीहरू होइन। अब यो मुभीमा चाहिँ डाइरेक्टर अरुण मातेश्वरनको सिग्नेचर स्टाइल होइन, कटाकट र भाइलेन्सले चाहिँ फिल्म भरिएको छ क्या साथीहरू यो मुभी चाहिँ होइन। अब यो मुभीको चाहिँ प्लस पोइन्ट भनेको चाहिँ लोकेश कगनराजको चाहिँ स्क्रिन प्रेजेन्स र अनिरुद्धको चाहिँ ब्याकग्राउन्ड म्युजिक हो क्या साथीहरू, जसले चाहिँ तपाईँहरूलाई चाहिँ एकदमै जुरुक जुरुक बनाइदिन्छ क्या ब्याकग्राउन्ड म्युजिकले चाहिँ होइन। अब तपाईँहरूलाई यदि माइनस पोइन्ट भनेको चाहिँ यसको यो फिल्मको स्टोरी अलिकति कमजोर र सोलो छ साथीहरू होइन। पुलिस इन्भेस्टिगेसन खासै यसमा चाहिँ खासै दम जस्तो लाग्दैन हेर्नु साथीहरू होइन। सो एक्सन र लोकेश कगनराजको फ्यान हुनुहुन्छ भने यो फिल्म मिस नगर्नु होला। तपाईँहरूलाई लोकेश कनकराजको चाहिँ एक्टिङ कस्तो लाग्यो तल कमेन्ट गर्नुहोस् र च्यानललाई सब्सक्राइब गर्नु होला है त साथीहरू।